हेलो साथीहरू के छ है। मैले चाहिँ मेरो पुरानो नाइट्रो 5 लाई गरेर म्याकबुकलाई गरिसकेँ हैन। र यो गर्नु पछाडिको उद्देश्य भनेको चाहिँ अब म अलिकति भिडियो एडिटिङमा लागि परेर नयाँ नयाँ प्रोजेक्टहरू बनाउने प्रतिबद्धता जनाउँछु आफैलाई हैन। र ठिकै छ हैन, लाइफमा एउटा अपग्रेड पनि नेसेसरी भइरहेको थियो र यो चाहिँ मैले लिन चाहिँ सेकेन्ड ह्यान्ड लिएको हो हैन। तर आई गट लिटल बिट लक्की, त्यो चाहिँ एकदम अलमोस्ट न्यू नै कन्डिसनमा थियो हैन मैले लिँदाखेरि, अझै पनि त्यस्तै छ। यसमा चाहिँ सायद अब राम्रो राम्रो प्रोजेक्ट्सहरू बनाउने मेरो चाहना छ। चाहना मात्र हैन, मन छ, मन मात्र पनि हैन, बनाउँछु। सो अब एकदम दामी दामी प्रोजेक्टहरू बनाउन लाग्दैछु म हैन। रिलेटेड टेकको भिडियोजहरू बनाउन लाग्दैछु। थोरै थोरै जे मन लाग्छ म त्यही भिडियोजहरू बनाउँछु हैन। यो त्यो भनेर म अहिले नै क्याटेगोराइज गर्न चाहन्न हैन। किनभने चाहिँ अब मलाई जे पनि गर्न मन लाग्छ कि, कहिले पोलिटिक्समा नि बोल्न मन लाग्ला, कहिले टेक भिडियोज पनि बनाउन मन लाग्ला, कहिले यसै भ्लगिङ पनि गर्न मन लाग्ला हैन। सो जे मन लाग्छ हेरौँ त्यही गर्दै जाऊँ हैन। जे गरिन्छ त्यो राम्ररी गर्ने भन्ने कुरा हो। मेरो निस भनेकै मेरो ऱ्यान्डम हो क्या। मेरो यो निस त्यो निस छैन, ऱ्यान्डम निस हो हैन। मलाई चाहिँ एकदम ब्रान्डहरूसँग काम गर्न मन लागिरहेछ। त्यही भएर म अब सायद अब हल्का यो ब्रान्ड कोलाबोरेसन टाइपको भिडियोहरू कसरी र केमा बनाउन सकिन्छ त्यो निसतिर चाहिँ म फोकस गर्ने सोचिरहेको छु अहिलेलाई हैन। तर अब यो भन्ने सजिलो काम चाहिँ होइन है। अब काम चाहिँ अलिक गाह्रै छ, तर पनि गर्नुपर्ने छ हैन। अहिले चाहिँ मैले मेरो सब अल्छीपना र जति पनि मलाई त्यो झ्याउ लाग्ने हुन्छ नि टेबल मुनि मैले खादिसकेको छु हैन। सो अब इन्ट्रेस्टिङ भिडियोजहरू बनाउनलाई मलाई रोक्ने केही पनि छैन। तर अब कुरा के हो भन्दाखेरि मलाई चाहिँ धेरै धेरै टपिकहरू हैन मा चाहिँ भिडियो बनाउन मन छ। तपाईहरुले पनि सजेस्ट गरिदिनु के खाले भिडियोजहरू चाहिँ तपाईलाई हेर्न मन छ यो च्यानलबाट हैन। जे पनि हुन सक्यो, साइक्लिङ, भ्लगिङ हैन, पेन्टिङ, एनिथिङ ऱ्यान्डम। सो यो चाहिँ अनुसाले बनाएको पेन्टिङ हो हैन। अनि यो पनि उसैले बनाएको हो, कम्प्लिट हुन लागिसक्यो अलमोस्ट हैन। सो एकदम ग्रेट आर्टिस्ट इज हैन। र म पनि अब बनाउन मन लाग्छ मलाई पनि हल्का फुल्का। म चाहिँ अहिलेलाई प्रोक्रिएटबाटै बनाइरहेको छु, हल्का फुल्का सिकिरहेको छु क्या। अनि मैले धेरै कुरा सिकिरहेको छु, त्यो सब मैले अपडेट चाहिँ हाल्न पाएको छुइनँ सिकेको हैन। तर मेबी चाँडै हाल्न पनि सक्छु हैन, लर्निङ प्रोसेसको जर्नी। कुरा के हो भन्दाखेरि के हो त कुरा के हो, कुरा के हो, कुरा के हो। सो कुरा चाहिँ के रहेछ भन्दाखेरि कुरा रहेछ कस्तो खाले भिडियो बनाउने, कुन एङ्गलबाट बनाउने, कतिवटा बनाउने। सो जतिवटा भिडियो बनाए पनि हैन, यदि त्यो भिडियो क्वालिटीको भएन भने त्यो भिडियो काम छैन हैन। र लामो भिडियोजहरू मात्रै बनायो भने पनि काम छैन है। सो बनाउने चाहिँ के त सो मेरो काम गर्ने डेस्क चाहिँ यही हो हैन। अलि भद्रगोल छ तर पनि काम चाहिँ गर्न मिल्छ। तर अलि यसलाई सफा गरेर हल्का अर्गनाइज गर्नुपर्ने छ हैन। सो घुमिफिरी कुरा कहाँ आउँछ भन्दा कुरा एडिटिङमा आउँछ। र एडिटिङ म सिकिरहेको छु हैन। होपफुली अब चाँडै नै सिकिसक्छु होला। र यो बबुवालाई पनि अब राम्ररी युटिलाइज गर्छौँ हामी हैन। यतिकै यो टेबलमा थन्केर बसेको म हेर्न सक्दिनँ र चाहन्न पनि हैन। सो यो भिडियो चाहिँ काइन्ड अफ ब्रेकफास्ट हो हैन। यत्रो लामो एउटा ब्रेक ल्याएको थिएँ युट्युबबाट, त्यो चाहिँ अब तोडिदिएछ हैन। त्यही भएर मैले चाहिँ ब्रेकफास्ट राखिदिएँ। यो भिडियोको नाम नै ब्रेकफास्ट राखिदिएँ हैन। सो थम्बनेलको लागि पनि एउटा फोटो म यहीँ लिइहाल्छु हैन। अब हेरौँ
कस्तो कस्तो प्रोजेक्ट आउँछ, जस्तो जस्तो आए पनि सुरुमा साथ सहयोगहरू गरिदिइरहनु होला होइन। अनि बाई द वे 8 बजिसक्यो, सो इट्स डिनर टाइम।